भारतमा फाँसी छ, नेपालमा किन छैन? नेपालमा जति पटक रेप केसहरू सार्वजनिक हुन्छन् अथवा क्रूरतापूर्वक हत्या गरिएका अपराधहरू सार्वजनिक हुन्छन्, त्यतिबेला पीडित पक्षहरूले आफ्नो न्यायको याचना गर्नका लागि अपराधीलाई फाँसीको सजाय हुनुपर्छ भन्ने माग राख्दै आइरहनु भएको छ। तर नेपालको संविधान अथवा कुनै पनि कानुनले नेपालमा मृत्युदण्ड अर्थात् फाँसीको सजायको परिकल्पना गरेकै छैन। यसका दुईवटा कारणहरू छन्। पहिलो भनेको नेपालको संविधान 2072 को धारा 16 को उपधारा 2 अन्तर्गत नेपालमा मृत्युदण्डको सजायलाई प्रतिबन्ध लगाइएको छ। 2072 को संविधानको धारा 16 मा किन यस्तो प्रावधान राखियो त? यसको मुख्य कारण भनेको चाहिँ नेपालले 1998 एडीमा सन् 1998 मा ICCPR को सेकेन्ड प्रोटोकल अर्थात् इन्टरनेसनल कभनेन्ट अन सिभिल एन्ड पोलिटिकल राइट्सको सेकेन्ड अप्सनल प्रोटोकलमा साइन गरेको छ। नेपाल त्यसको मेम्बर स्टेट हो। अन्तर्राष्ट्रिय मानव अधिकारमा एकदम प्रतिबद्ध राष्ट्र भएका कारण नेपालले त्यो सेकेन्ड प्रोटोकल साइन गरेको हो र त्यसको धारा 1 ले नै आफ्नो जुरिस्डिक्सन अर्थात् आफ्नो क्षेत्राधिकारभित्र चाहिँ मृत्युदण्डलाई एबोलिस गर्ने भन्ने कुराहरू, डेथ पेनाल्टी एबोलिस गर्नुपर्छ भन्ने कुराहरू लेखिएको छ र नेपाल चाहिँ त्यही अन्तर्गत रहेर नेपालले आफ्नो कानुनमा फाँसीको सजाय परिकल्पना गरेको छैन। अब भारतमा किन छ त? भारतले चाहिँ ICCPR को यो सेकेन्ड प्रोटोकल साइन गरेकै छैन। तर पनि भारतमा चाहिँ आजभोलि फाँसी दिने सजायको ट्रेन्ड एकदम कम छ, प्रचलन एकदम कम हुँदै आएको छ। भारतले रियरेस्ट अफ रियरेस्ट क्राइममा मात्रै हामीले फाँसी दिन्छौँ भनेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिबद्धता जनाएको छ। फाँसीको सजाय दिएको घटनाहरू एकदम कमै मात्रामा सुनिन्छ। अब नेपालमा रेपका घटनाहरू भए अथवा क्रूरतापूर्वक कसैको हत्या गरियो भने चाहिँ अब 2074 को संहिता अन्तर्गत दफा 41 को च मा चाहिँ जबरजस्ती करणी अन्तर्गत रहेर हामीले जन्मकैदको सजाय दिन सकिन्छ। अब जन्मकैद पनि नेपालमा दुई प्रकारको छ। एउटा 25 वर्ष छ, एउटा चाहिँ आजीवन छ र नेपालमा चाहिँ 6 वटा अपराधलाई आजीवन जन्मकैदको रूपमा लिएको छ, जस अन्तर्गत एउटा जबरजस्ती करणी अर्थात् रेप पनि पर्छ।